नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मेरो बुढी र नानीहरूले चाहिँ सी फुड लिएर खाने हुनुहुन्छ, खाँदै गर्नुहुन्छ भनौँ न। एकदम मेरो मिसेसको चाहिँ एकदम यो फेभरेट फुडमध्येमा एउटा फुड हो यो सी फुड चाहिँ। असाध्यै रुचाउनुहुन्छ, असाध्यै मन पराउनुहुन्छ। अनि मेरो कान्छा छोराले पनि त्यसरी नै मम्मीलाई साथ दिएर सी फुडहरू खाने प्रयास गरिरहनु भएको छ। एकदम मजाले खान्छ कान्छा छोराले पनि। जेठा छोराले चाहिँ भने त्यति रुचाउँदैन सी फुडहरू। सी फुड नरुचाउने मध्येमा जेठा छोरा पर्यो भने म पनि पर्दछु। मलाई पनि त्यति मन पर्दैन सी फुड। मलाई यसको जुन आउने बास्ना हुन्छ त्यो बास्ना त्यति मिठो लाग्दैन, होइन। अलिक कस्तो कस्तो लाग्छ, कस्तो कस्तो फिल हुन्छ। जुन मेरो मनले चाहँदैन यसको त्यो जुन सुगन्ध हुन्छ, त्यसको बास्ना हुन्छ, त्यो बास्ना चाहिँ मलाई असाध्यै त्यो लिनलाई असाध्यै गाह्रो पर्छ मलाई। त्यसै कारणले चाहिँ म त्यति होइन, त्यति भन्दा पनि म खाने भनेको श्रिम्प मात्रै हो खाने। अनि क्र्याब्सहरू अझै छुट्टै भुटेर खायो भने म खान सक्छु। नत्र भने यसरी बजारबाट ल्याएर नै रेडिमेड बनाएको ल्याएर नै खान चाहिँ मलाई अलिक गाह्रो लाग्छ, एकदमै गाह्रो लाग्छ। र जेठा छोराले पनि श्रिम्प मात्रै खान्छ, श्रिम्प बाहेक अरू त्यसमा भएको क्रोनहरू खानुहुन्छ। नत्र भने त्यसबाहेक अरू केही पनि खाँदैन। कान्छा छोराले भनेको चाहिँ जे पाए त्यही खाइदिन्छ। जति जे सामग्रीहरू, जे जति पनि इन्ग्रिडियन्टहरू हुन्छ त्यो सी फुडमा, त्यो सबै खान्छ क्या कान्छा छोराले चाहिँ। कान्छा छोराको लागि चाहिँ फेभरेटै हो। अब आमाको कुरा गर्नु पर्दाखेरि आमाको बारेमा त बोल्नै परेन। आमाको त झन् सबैभन्दा बेस्ट नै हो, होइन। सी फुडहरू उहाँ देख्नुहुन्छ, हजुरले खाएको कसरी खाइरहनु भएको छ। असाध्यै मन पराएर खानुहुन्छ, असाध्यै असाध्यै असाध्यै। म र मेरो जेठा छोरा भनेको चाहिँ यसको जेठा छोराले नै अलिअलि त खाइरहेछ। तर म भनेको चाहिँ म चाहिँ खानै सक्दिनँ क्या। यसको बास्ना नै मलाई असाध्यै मन नपर्ने बास्ना मध्येमा पर्दछ। त्यसै कारणले पनि म यसको सेवन गर्न सक्दिनँ। तर मेरो बुढी र मेरो कान्छा छोराले भनेपछि चाहिँ असाध्यै मजाले रुचाएर मजासँगले उनीहरूले खाएको देख्दा चाहिँ खाउँ खाउँ लाग्छ। तर के गर्नु, सक्दिनँ खान, है त। असाध्यै रुचाउँछ, असाध्यै रुचाएर खान्छ। देख्नुहुन्छ हजुरहरूले कसरी खाइरहनु भएको छ हाम्रो कान्छा छोराले। कान्छा छोराको खुवाइ र मेरो मिसेसको खुवाइ चाहिँ डेन्जरै छ, डेन्जरै। असाध्यै खान्छ गाइस। ल हेर्नु सक्नुहुन्छ यहाँहरूले। टक्कसँगले चाहिँ अब श्रिम्पको त्यो बाहिरको के हुन्छ सेल्सलाई चाहिँ पक पक उक्काएर चाहिँ खप्लक खप्लक खाइरहनु भएको छ। अब म चाहिँ त्यसरी खान सक्दिनँ, होइन। हेर्नुहोस् मेरो कान्छा छोराले सुप खाएको हेर्नुहोस्। यति मजाले खान्छ नि, यति मजाले त्यो सिपीको एउटा खोस सेलबाट चाहिँ सटसट हुगाउँदै खाइरहनु भएको छ, खाइरहेछ भनौँ न। हेर्नु त। म पनि त्यहाँ उभिने चाहिँ, तर मैले चाहिँ के लिएँ, पानी लिएँ, एक बोतल पानी लिएँ। पानी लिएर गुटुक 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 पारेर खाएँ मैले चाहिँ। म त त्यहाँको दर्शक मात्रै हो, उनीहरू मात्रै सी फुडहरू ल्याएर टन्नसँगले बक बक खान्छ, तर म चाहिँ खानु सक्दिनँ, होइन। खान नसकेपछि मलाई गाह्रो हुन्छ। म त त्यहाँ हेर्ने मात्रै हो, म त दर्शक हो नि त। हेरेर मनोरञ्जन लिने मात्रै हो। जेठा छोराले त्यति मजाले रुचाएर खाएको जस्तो देख्नुहुन्न नि त, हजुरहरूले देख्नुहुन्न। ब्लू सर्ट टी सर्ट लगाउने चाहिँ मेरो छोरो, हुडी भनौँ न, ब्लू हुडी लगाउने मेरो छोरो। कान्छा छोराले चाहिँ अम्ला गर्दै चुसिरहनु भएको छ। कान्छा छोराको चाहिँ फेभरेटमै पर्छ यो, मजासँगले चुसिरहेछ कान्छा छोराले चाहिँ। अब बुढीले चाहिँ श्रिम्पको सेल्सहरूलाई चाहिँ उक्काउने प्रयास गरिरहनु भएको छ। कान्छा छोराले पिप्सी पनि लियो। अब यो सोडा पनि धेरै खान्छ क्या कान्छा छोराले चाहिँ, मजासँगले सोडा लिने खाने। हेर्नुमा कान्छा छोराको एक्टिभिटिज। सिपी खायो, हेर्नु सुपी लिएको कान्छा छोराले। कप खायो, यस्तो छ यो सिपी खाइकन चाहिँ अलिक कान्छा छोरो निकै एक्टिभ र जाँगरिलो देखिन्छ क्या। एकदम निकै बढेको पनि छ यो केटो, अहिले ठुलो भएको छ। मेरो बुढीले खाएकै छ, आलु ताँसिरहेछ। यहाँ चाहिँ हरेक चिज पाउँदो रहेछ क्या फेरि सी फुडमा चाहिँ। आलु भयो, गङ्गटा भयो, झिँगे माछा भयो, त्यो सिङ्गाने किरा हो कि के हो, सिपी भन्दो रहेछ त्यो, है। र
छोराले औँला चाटेको चप 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 पार्दै औँला चाटिरहेछ। कति मिठो गरेर खान्छ नि उनीहरूले खाएको देख्दाखेरि त खाउँ खाउँ हुन्छ, तर म के गर्नु खाने र मेरो बुढीले हात चाटेको। आमामा आमामा लु हेर लाप 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 पो पार्छ त हात पनि। लु हेर कान्छा छोराले बुढी औँला चाटेको। सिपी निकाल्यो चाहिँ कान्छा छोराले। के मिठो गरेर खाएको हेर न कान्छा छोराले। लु हेर कप्लक कप्लक खान्छ। ए साह्रो मिठो गरेर खाएको कान्छा छोराले। लु हेर मेरो बुढीले नि सिपी तान है। ल लु टोको। हेर कान्छा छोराले औँला चुसेको चाटेको। जेठा छोरो चाहिँ धेरै स्लो छ क्या, एक्टिभ छैन, तर पढ्न चाहिँ ट्यालेन्ट छ फेरि। कान्छा छोराले सिपी खाएको। मजाले सिपी बजाउँदैछ कान्छा छोराले चाहिँ। हो मेरो बुढी हाँस्यो गर्न। यस्तो छ गाइस। मैले चाहिँ टिकटक भिडियो बनाएको, यो चाहिँ मजासँग टिकटक भिडियो बनाएको। यो फेरि सी फुडहरू खाएको ओरेको चाहिँ टिकटक भिडियो बनायो भने लास्टै भ्यू जाने क्या, फेरि डेन्जरै भ्यू जान्छ। जेठा छोरोले चाहिँ के गरेको थियो। कान्छा छोरोले सिपी नन स्टप दिइरहेछ। खाएकै छ। जेठा छोरो खाएकै छ, तर जेठा छोराले खै अघिदेखि नै त्यही चाटेको छ। कान्छा छोराले चाहिँ भनेको चाहिँ केही खाएको छैन है त। यस्तो छ। अब मैले चाहिँ यहाँ चाहिँ टिकटक भिडियो बनाइरहेको छु यहाँ हाम्रो मिसेससँग। टिकटक भिडियो बनाएको यो चाहिँ मैले है। टिकटक भिडियो पनि बनाउने गर्छु, युट्युब च्यानलहरू भइहाल्यो। यो खाने ब्लगहरू बनाउने गरेको छु। अनि त्यस पछाडि मेरो छोरोले हात चाटेको हेर्नुपर्छ। च्याप 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 चाटिरहेको हुन्छ भनेपछि मेरो जेठा छोराले चाहिँ मकै मात्रै दारेको छ। लो हेर्नु कान्छा छोराले चाहिँ सिपीबाट चाहिँ टक्कसँगले चाहिँ त्यो सुप सप सप खाँदैछ हो। यसो छ। मेरो बुढीले के दारेको भन्ने कुरो थाहा भएन। यो गङ्गटो रहेछ, गङ्गटो चुसिरहेछ मेरो मिसेसले चाहिँ। गङ्गटो चुसिरहेछ, चप चप गङ्गटो चुसिरहेछ है मेरो मिसेसले चाहिँ। यस्तो छ। मेरो छोरो कहाँ गयो कान्छा छोरो। सी फुड भनेपछि चाहिँ हुरुक्कै हुन्छ क्या, हुरुक्कै मेरो बुढी हुरुक्कै हुन्छ। मेरो कान्छा छोरोको डान्स फेरि उस्तै छ, एकदम मजाले डान्स हान्छ क्या, दामीसँगले डान्स हान्छ कान्छा छोरोले। कान्छा छोरोको डान्स मलाई असाध्यै मनपर्छ। नेपाली डान्सहरू अब यहाँ हाम्रो स्टेटमा पनि एकजना गुरुङ दाइले सिकाउनुहुन्छ। डान्स क्लासहरू लगाइदिनुको लागि मैले पनि प्रयास गरेको, तर कान्छा छोराले इन्ट्रेस्टै गर्दैन। जेठा छोराको त झन् इन्ट्रेस्ट हुँदै होइन, इन्ट्रेस्टभन्दा बाहिरको कुरा पऱ्यो त्यो। मलाई चाहिँ नेपाली डान्सहरू सिकिदिए हुन्थ्यो, डान्सहरू गरिदिए हुन्थ्यो मेरो छोराहरूले पनि भने मेरो इच्छा र चाहना चाहिँ हो। तर उनीहरूले इन्ट्रेस्ट नराखेपछि हामीले जतिसुकै कर गरेर पनि, कर लगाएर पनि हुँदैन। किनकि जसले गर्दैछ त्यो मान्छेको इच्छा र आकाङ्क्षाबाट भित्रीबाट रहर हुनु पऱ्यो, इच्छा हुनु पऱ्यो, जागर हुनु पऱ्यो। अनि मात्रै आफूले लगानी गरेको उपलब्धि हुन्छ, लगानी गरेको उपलब्धि हुन्छ। उनीहरूको इन्ट्रेस्ट छैन भने त हामीले जतिसुकै फोर्स क्राप लगाए पनि त्यसमा फलहरू पाउँदैन भनौँ न। भन्दै सी फुड चाहिँ लगभग खाइसक्न आँटिसकेको छ मेरो मिसेसहरूले चाहिँ होइन, आधी उधी बनाइसकेको छ। जेठा छोराले चाहिँ हात उठाइसक्यो, उसले त अगा होला सायद। यस्तो छ। मेरो कान्छा छोराले चाहिँ सिपी खाएकै छ। लु हेर मेरो बुढीले हात चाटेको चाहिँ हेर्नु, गम लगाउँदै हात चाटिरहेछ। त्यस्तो छ यार कान्छा छोराको सिपीबाट प्राय सिपीको यो के भन्छ सेल्सबाट चाहिँ टक्कसँगले चाहिँ होइन सुपहरू सुरुप तान्दैछ। कान्छा छोरा हेर उहाँ टोकेको, त्यो सिपी टोक्दैछ। सिपी डेन्जर छ नि कान्छा छोरो, डेन्जर छ। हेर बुढी सिङ्गान पुस्दै भए पनि खाँदैछ नि। छि 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 छि। ओ माई गुडनेस। जेठा छोराले स्विम देखाउँदैछ, लगभग खाइसक्न आँट्यो यिनीहरूले।
दामी गर्छ क्या खानेकुराहरू चाहिँ साह्रै मजाले खाइदिन्छ खान्छ क्या यसरी खाइदियो भने चाहिँ मलाई पनि मजा लाग्छ क्या भ्लगहरू गर्दा पनि मजा हुन्छ तर यो मेरो क्यामेरा राखेको अलिकति तरिका चाहिँ भएन किनकि त्यो अलिकति त्यो सामान राख्ने बोल पनि भएन त्यो बोल भन्दा नि त्यो जुन अगाडिको स्पेसहरू धेरै भइरहेछ क्या त्यस्तो हुनु हुँदैन ब्लगमा चाहिँ होइन हुनु चाहिँ मैले यो गोप्रोबाट खिचेको हो गोप्रोबाट खिच्दा पनि क्वालिटीको त्यो जुन क्वालिटी हुन्छ भिडियो क्वालिटी चाहिँ एकदम दामी आएको छ आउनु चाहिँ हेर हात चाटेको आमामा आमामा ल हेर चप 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 पो पार्छ त पार्नु पनि भिडियो क्वालिटी त दामी नै आएको छ यतिको त राम्रो हो यतिको नराम्रो भन्न सकिन्न दामी छ भिडियो क्वालिटी तर यो मैले चाहिँ अब यो गोप्रोबाट खिचेको तर यसमा भोइस रेकर्ड चाहिँ भएन रहेछ क्या त्यही भएर चाहिँ मैले यो यो भोइस रेकर्डिङ गरिरहेको छु यो चाहिँ भोइस रेकर्डिङ गरिरहेको छु क्या मैले यो खासमा मैले यो भिडियो गर्दाखेरि भोइस पनि यो गरेको थिएँ तर भोइस चाहिँ तानेन रहेछ टिपेन रहेछ त्यो कहाँ के कैफत भयो त्यो अब आफू पनि जान्ने परिएन त्यही भएर चाहिँ लगेर कान्छा छोराले अम्ला चुसेको यस्तो मिठो गरेर चिस्छ नि अम्ला हेर ल हेर कान्छा छोराको अम्ला चुसाइ नै डेन्जर छ हेर सोडा खाएको गर्छ फेरि यो लुएर हेर सोडा उडाएको यस्तो छ मेरो कान्छा छोरा अब बुढीले फेरि उता हात लप लप चाटिरहेको छ फेरि हो जेठा छोरो चाहिँ त्यो एउटा जोखाना हेरेको छ त्यो मकै राखिरहेको छ अगाडि जोखाना हेरेको छ खाँदैन रुचाउँदैन क्या जेठाले चाहिँ त्यति मन पराउँदैन भनौँ न अब कान्छा छोराले चाहिँ असाध्यै मन पराउँछ त्यही भएर पनि हेर सिपीको त्यो सेल टिपिसक्यो कान्छा छोराले चाहिँ खानु भनेपछि चाहिँ नि कान्छा छोरालाई केही चाहिँदैन सी फुड भनेपछि ठक्क मिलेको छ क्या अब जेठा छोरा र म खाँदैनँ मोमो त्यति सी फुड त्यति अब बुढी र कान्छा छोरा भनेपछि चाहिँ अब सी फुड भनेपछि चाहिँ आमामा हप्तै पछि ल्याइदिँदा पनि खाना छोड्दैन क्या खाए गर्छ फेरि अब सी फुड सबैभन्दा एक्सपेन्सिभ महँगो पर्छ त्यही भएर म ल्याइदिँदिनँ क्या हप्तै पछि नत्र भने हप्तै जति ल्याइदियो नि हप्तै पछि होइन दिनै पछि ल्याउँदा नि मेरो बुढीले चाहिँ खान्छ क्या त्यस्तो रुचाउँछ अब मिनिमम सानो अब थोरै ल्याउँदा फेरि पनि $90-95 जान्छ क्या यो सी फुड चाहिँ त्यस्तो महँगो हुन्छ अनि कहाँबाट साध्य हुन्छ सकिँदैन नि त त्यो भएर चाहिँ गाह्रो हुन्छ र बुढीले चुसेको के खाएको हेर कान्छा छोरो अब के खान खोज्दैछ जेठा छोरो उठेर हिँड्यो जेठा छोरो उठेर हिँड्यो कान्छा छोरोले त्यही सिपीको सेल उठाएर हेरेको त्यही सेल चुसै गरिरहेछ जस्तो छ गाइस हेर बुढीले टोकेको जेठा छोरा नाच्न थाल्यो त्यहाँ जेठा छोरोले नि नाच्नु चाहिँ नाच्छ स्कुल हुँदी चाहिँ तर घरमा चाहिँ लजाउँछ क्या नाच्न अलिक शर्माउँछ लजालु टाइपको छ जेठो छोरो कान्छा छोरो चाहिँ फटा छ फेरि उसलाई चित्त बुझेन भने किक गरिहाल्छ कि त ठोकिहाल्छ त्यस्तो छ हेर सुप कान्छा छोरा चाहिँ खाए जस्तो देखिन्छ जेठा छोरालाई चाहिँ जति दिए पनि खानै नदिएको जस्तो देखिन्छ क्या त्यस्तो छ अनि त्यस्तो भएको चाहिँ कहाँबाट उँभो लाग्नु गाइस त्यस्तो छ है मेरो जेठा छोरा चाहिँ बुढी खाए गर्छ मोटा र सानो भएको छैन थाप्रे भइरहेछ फेरि म चाहिँ सुकेर क्याक्र्याक्कै भइसकेको छु जस उल्टो छ क्या हामी चाहिँ त्यस्तो छ हेर कान्छा छोरोले सुप थोरै मजाले खाँदैन हेर सुरुप पारिरहेको छ सुप चुसा हेर न कान्छा छोरोको यस्तो मजाले सुप तान्छ बुढीले चाहिँ श्रीमै मात्रै खाएकै छ त गाँठे
ए गङ्गटको खुट्टा रहेछ। हेर हात चाटेको, हँसाइ हेर न हँसाइ। 32 दन्त छ नि मेरो बुढीको त। फेरि दाँत यस्तो मिलेको छ भने नि चट्टसँगले पुरै आरा लगाएर चाहिँ मिलाएर काटेको जस्तै छ। 32 गुणले युक्त हो मेरो बुढी चाहिँ। प्रकाश सपुतको अहिले एउटा गीत छ नि, त्यस्तै खालको छ क्या मेरो बुढीको दाँत चाहिँ, यस्तो मजाको मिलेको छ नि। मेरो चाहिँ फेरि दुईपट्टि राइट र लेफ्ट दुवैपट्टि खप्टेको छ क्या, त्यस्तो छ, दाँत खप्टेको छ। अनि मेरो कान्छा छोरा र मेरो टक्कै त्यस्तै छ। कान्छा छोराको पनि दाँत खप्टेको छ, मेरो पनि खप्टेको छ। जेठा छोराको चाहिँ खप्टेको छैन, तर अलिक मिलेको चाहिँ छैन, ढ्याप्रे छ अगाडिको दाँतहरू। मेरो बुढीको चाहिँ सबै यता बाङ्रादेखि तल यता अगाडि अनि सबै तल माथिको एउटै साइजको छ क्या दाँतहरू। कस्तो मजाको मिलेको चट्टसँगले एउटै साइजको छ दाँतहरू, त्यस्तो छ। मेरो चाहिँ छैन, मेरो चाहिँ अगाडिको भागको पुरै ढ्याप्रे छ अनि तलको अलिक मसिनो छ। हेर मेरो छोरोले हात चुसेको, उनीहरूले खाएको देख्दा चाहिँ मलाई हेर आमा गङ्गटाको सुप खाएको, गङ्गटाको यो भित्रको गुदी हेर अम्ला चुसेको, आमा है त गाइस, यस्तै छ। हजुरहरूलाई भिडियो कस्तो लाग्छ हेरेर प्रतिक्रिया जनाउनु होला, हेरेर प्रतिक्रिया दिनु होला है त। यस्तो मिठो खाएको कुराहरू चाहिँ हजुर समक्ष प्रत्येक हप्ता त नभनौँ, हप्तामा 2 हप्तामा एउटा भिडियो लिएर आउने प्रयास जारी छ मेरो। तर अहिले समयको बावजुद अहिले ल्याउन सकिरहेको छैन। अहिले एकदम मलाई गाह्रो भइरहेछ, समयको अभाव बावजुद पनि हजुर समक्ष जे जस्तो होइन भिडियोहरू ल्याइरहेको छु ल्याउनु चाहिँ। र कान्छा छोरोले सुप खाएर घुमेको अगा जस्तो छ फुच्चे, यस्तो मजाले खान्छ नि कान्छा छोरोले। बुढीको त कुरै नगरौँ, बुढीको लागि सी फुड भनेपछि चाहिँ सबै थोक त्यागेर नि सी फुड चाहिँ त्याग्नै सक्दैन, त्यस्तो वातावरण छ मेरो बुढीको चाहिँ। खाने ह्याबिट छ भनौँ न, बानी भइसकेको छ। सातै खान्छ क्या, धेरै खान्छ, लास्टै धेरै खान्छ। आमा यत्रो बडा त्यो बल हुन्छ नि, ठुलो बल, त्यसको बल भरिदियो भने नि मेरो बुढीले चाहिँ खाइसक्छ क्या, त्यस्तो छ, त्यस्तोसँगले खान्छ, डरलाग्दो खान्छ क्या। म चाहिँ भने चाहिँ फेरि खानै सक्दिनँ, त्यो गन्धै मन पर्दैन क्या मलाई त्यहाँको त्यसको, त्यस्तो खान्छ क्या मेरो बुढीले चाहिँ। डेन्जर खान्छ है, डेन्जर मेरो बुढीले चाहिँ डेन्जर खान्छ। हेर सुरुप पारिरहेछ, सकिँदैन हौ, सकिँदैन। हेर छोरोले जुस पिसेको होइन, सुप पिएको भनौँ न, सुरुप पिउँदैछ। हेर सुप पिउनुको लागि चाहिँ गाह्रो छैन मेरो छोरालाई। मलाई चाहिँ स्याहारै मन पर्दैन, तर छोरालाई चाहिँ त्यही स्याहार मिठो भइरहेछ। बुढीलाई पनि त्यो स्याहार अति नै मिठो लाग्दो रहेछ क्या, साह्रो खान्छ। मैले चाहिँ एकचोटि ल्याएर खाएको, आमा पुरै अन्ध्रा भुँडी बट्टारेर निक्ल्यो क्या मेरो चाहिँ, त्यस्तो भयो। त्यो गन्ध चाहिँ मलाई मन नपरेको, त्यस्तो साह्रो त्यो मलाई यो भएको क्या। हेर्नुहोस् त कति छ, कति खाइसकेको छ। आमा त्यो सिपीको थाप्रो मात्रै हेर्नु न कति छ, कति थुपारेको छ, त्यस्तो मजाले खान्छ क्या। हेर त सुप हेर न कस्तो रातो छ हो, के ल्यायो कान्छा छोरोले फेरि, लो हेर